तोरण भयो, ध्वजा भयो, तोरण भयो, यस्तै लगाइयो धोरण। देउता राय अनुसार ढोका अगाडि नहुने तँ पनि अगाडि नहुने मौला भान्जाको चाहिँ नि त्यत्रो भयो ए भान्जा नजिक भान्जा नजिक भन्छ त्यो एउटा भान्जाको चाहिँ सिधा बनाइदियो है मामा त फेरि कुल पूजाको अगाडि थोरै सरसफाइको लागि हामीले तयारी। आइलाबाले भन्यो होला नि यस्तो बनायो भने यस्तो गरिदिनु दक्षिण धेरै फर्काउने हो पूर्वमा दक्षिण हो क्या फर्काउने कुकुरहरूले अछेता घोटाला है मन्दिरभित्र राख्नु चापी लानु भयो मन्दिरकोले जाँदैछु, भिडियो बनाउँदैछु। अब स्टार्ट भाले मंदिर बनाने जा रहा है अभी। कौन है 16 हुन्छ कि 16 छ। नेउराबारी ढाबा, नेउराबारी सुन्तला घारी। कुल पूजाको लागि सामानहरू लिन आउँदैछ हामीहरू। अब यहाँ शङ्कर घर आयौँ। अब के सामान छ लगाउनु पर्यो पूजाको लागि। यो अक्षतापाती हुँदैछ यो हाम्रो कुल पूजाको लागि। यहाँ बगानबाट मार्फाबाट स्याउ टिपेर लिएर आयो। यहाँ एकजनाले कोला पनि टिपेर लिएर आयो यो कुल पूजाको लागि। यहाँ अक्षता दुना टपरी रेडी भएको रहेछ। त आज हाम्रो मगर समाजको ठाडाबारीमा कुल पूजा हुँदैछ। कुल पूजा हुँदैछ, त्यसको लागि हामीले आज कुछ प्रसादीहरू रेडी, अक्षतापाती रेडी हुँदैछ। र यो हो नेउराबारी ढाबा, नेउराबारी सुन्तला घारी। सुन्तलाको केही कमी छैन। जानुपर्छ ठुल्दै यो मन्दिरमा जानुपर्छ कि यो कोला घाँस के लिएर पूजाको लागि। ल अब हामी फेरि केही सामानको लागि तल घर जाँदैछौँ, ठुलाडी जाँदैछौँ। फुलपातीको के सामान पुगेन। आज हाम्रो आउँदा कि यो हो कालिका दुर्गा मन्दिर, ठुलाडी कालिका दुर्गा मन्दिर। यो एक्चुअली यो कालिका मन्दिर ठुलाडी खोलामा सञ्चालन गरिएको रहेछ। यो हो ठुलाडी कालिका, कालिका माता। कुल पूजाका लागि यो स्प्राइटहरू, यो खाने, यो खाने लिक्वर, खाने लिक्वर, सफ्ट ड्रिङ्क, सफ्ट ड्रिङ्क, हार्ड ड्रिङ्क खाने हार्ड ड्रिङ्क। यो कुल पूजाको आज पूजा यो नेउराबारी मगर समाजको राणा खलकको कुल पूजा आज 2014 गते फ्याली खलकको 30 नोभेम्बर 2025 सन्डेको दिनमा आज नेउराबारी फ्याली खलकको मगर समाजको फ्याली खलक राणा थरबाट यो कुल पूजाको आरम्भ भइरहेको छ। यहाँ बाहिरबाट आउनुभएको छ, कोही शिलङबाट, कोही मधेसबाट, कोही बुटोल, कोही बाडखोला, ठुलाडी कताबाट आउनुभएको छ। 12 पर्साबाट पनि कता पनि आउनुभएको छ। र यहाँ पूजा आज चलिरहेको छ। आज हाम्रो यो कुल पूजाको कुलको 3 सालमा पहिला 3 साल अगाडि भएको थियो र अहिले फेरि आज राम्रो तिथि भएकोले आजको पूजा सम्पन्न चलिरहेको छ। हाम्रो पण्डितजी हाम्रो हुनुहुन्छ खानीगामको दाजु हुनुहुन्छ अनि हाम्रो सान्दाई पनि हुनुहुन्छ, साई पण्डित। यहाँ हाम्रो दाजुहरू हुनुहुन्छ, भाउजूहरू हुनुहुन्छ,
यहाँ हुनुहुन्छ बुहारीहरू, छोरी बुहारीहरू, छोरीहरू, उहरू, दाजुहरू सबै यहाँ मौला भयो। यहाँ बुहारी भयो, कुखुराहरू भयो। यहाँ सब बलिको लागि। यो हिजो हेर्नुभयो थियो, आज हिजो र आजमा डिफ्रेन्ट भएछ। आज सिँगारिएको छ हाम्रो मामा भान्जाको। यसमा बलि हुन्छ मौला। यो भान्जाको भयो। लगभग 12वटा आउनुभएको छ। हाम्रो यो काँठाहरू पनि बलि हुने भयो आज। आज यो पनि हो क्या बलि? यो त हुँदैन होला आज बलि। हो आज तेरो नि बलि हुन्छ। आज यसको पनि आज के भन्दैछ? चिया न ऊ जाँड रक्सी कता छ त? ल आज तेरो नि बलि गर्ने। आज आज तेरो बलि हुन्छ। आज आऊ बाबु। के वार्ड नम्बर 8 न हो यो? 8 वार्ड नम्बर 7। पहिला 9 थियो नेउराबारी, अलि 7 भयो। वार्ड नम्बर 7 ठुलाडी मसरका गाउँ पञ्चायत नि? ठुलाडी मसरका गाउँ पञ्चायत नेउराबारी। काइना दाइले धुप छता बनाउनु भएको छ। कान्छा दाइले धुप बनाउनु भएको छ। साइना दाइले मन्दिरमा पूजा गर्नुभएको छ। पूजालाई कुलदेवता कुलदेवता मामा यो कुल हाम्रो कुलदेवता मेन मामा कुलदेवता उधर मामा कहाँ भन्ने कुलदेवता मेन कुलदेवता नि भान्जा भाउजू अरू बुहारी आउँदैछन्। भाउजू र बुहारी नदिने भनेर
भान्जाको पूजा गर्नुभएको छ हाम्रो पहिला कान्छाको दुईटा छ त दुईटा गाह्रो पिरो नमाने तलाई लागि छोकलाई लागो तिमीलाई चेल पछि मुतारै नकिनै काँधेल आइलो तिमी नै सत्य देवा गुरु सत्य कमला इछे छे कमलो जाता इको मोनो बुला भालामा सेवा गरिलो गुरु तिमीलाई नाति पलाती लागि छलो तिमीलाई खोजी खुन्दुरो लाग्यो आइलो आफ्नै भक्ति सिकार्न आइलो गुरु यो भन्जाइ बाबु पनि निशान गुरु सत्य देव मेरो गुरु कालो पाठे चमल हम गुरु सफेद छमा छमा लागि छ गुरु देवी कहाँ से आइलो फुला भाला मही की तो बाते फुली चलो कहीं बुलाई तो नाती चिते कहीं लो तिने तुगारो करो बाते आयो मेरो गुरु हो मर माई लाए हरि की मासी आए लगे चलो भाई हम करे कर बता है हो गाय ना पता हो गुरु ही आतरी करे में छा पश्चिम दिशा के में छा खिरी हा पश्चिम दिशा के में छा खिरी हे 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 बै पा हिम दी सा बा दो फुल है बा बै मा आ बा आई ता के गु छु है बा बै मा पद हिम दी sai ba la ji yu ban ni bai hum he do ba bai ha do ha ba ki ma ai hai ba bai ham do ba ba ki ha he do ba bai ai le hai le hai do ban di mo ta ma a ke hai ba bai ai le ke ba he do बा भाई बा यो बाटो छोड्छ पहिलाको पुरानो बाटो थियो पहिला त्यसले बाटो एउटा पश्चिम दिशाबाट जानुहुन्छ आउनुहुन्छ हाम्रो कुल आउनुहुन्छ बाटो चल्नु कुल आउनुहुन्छ यो बाटो कुल आउने बाटो पहिला पनि यो बाटो आउनुभएको दुख बिमार एकदम कसैलाई नहुनु नि दुख बिमारबाट मेन दुख बिमार नगराइदिनु रोग दाम शत्रु दुश्मन रोगबाट ऋणबाट मुक्त गराइदिनु दुख बिमार टाढाबाट आइरहेको छौँ तपाईँको लागि टाढाबाट आइरहेको छ दुख बिमार रोगहरूबाट मुक्ति गरिदिनु
आउनुभयो कुल देवता हाम्रो स्थान गर्नुभयो मन्दिरमा रुखी दोके विराजमान हुनुभयो हाम्रो कुल फ्याली खलकलाई राणा होला राम्रो गरिदिनु पर्यो ल परमेश्वर ल अब सोध्नु मेन मामा आएर बस्नुभयो कुल अब भान्जालाई बोलाउनु पर्नुभयो फेरि मामा आउनु त भान्जा त पछि पछि आउनुहुन्छ होला नि गाह्रो विरोधमा नीति गरे बाजे आगले बसिलो पूर्व पश्चिम ओ दिदिगाले लागि क्षेत्रमा छिलाई क्षेत्र बसी गाजा हेक्र बसो कर हेक्र बसायो हम संका बजे हेक्र बसायो हात खुश हेक्र बसायो भान्जा खुश मा भान्जा मा भान्जा निशान हेक्र बसो आधा मानिता गरी छ मेरो नि हेक्र बसा आधा भाग भक्ति अच्छा हेक्र बसो जेलु हेक्र बसो हम हेक्र बसा हेक्र भान्जा बसो हम हेक्र बसो सन्ता बागा भक्ति हेक्र बसो नयाँ पण्डित चुन्नु हुँदैछ अब गुरुले नयाँ दाजुनी हुनुभयो टाढाबाट आउन सक्नुहुन्न त्यही भएर नयाँ पण्डित छान्नु भएको छ अब हामी त ऊ भइयो बुढो भइयो अब अबको युवकलाई पक्नु पर्यो हे कुल सत्य हजुर जिजुहरू हो नाति पलातीहरूलाई अब गर्ने यिनीहरूले नै हो हामीले सकिन्न बुढेसकाल आएपछि अब शान्तिसित अब हजुरहरू चोखो निस्न बसेको छ एकपालि हल्लाइदिनु पर्यो हजुर कुल हो र कुल भनेपछि अब जिजुहरूलाई सेवाखान गर्ने यिनीहरूले नै हो हामीले त केही जानेको छैन र अब हामीले भुलभालमा उ गरे लो गुरु हो अब सत्य दिनु पर्यो हे गुरु हो सत्य त लागि छोलो खाइकर भाषा सत्य हजुरहरूलाई अब कसैलाई झाग आयो भने उनीले गर्ने पूजा हामीले गर्ने होइन र हजुरले एउटालाई पक्र्नु पर्छ यसमा कसैले नि हजुर जिजुहरू हो आत्रे गोत्र राणा कुल हाम्रो सेकापछि उनीहरूले गर्ने हो ल अब काम्नु पर्यो अब अलिअलि ईश्वरा त दिनै पर्यो अब भाग भक्ति त हजुरलाई गर्नु त ईश्वरा त दिनुहुन्न अलिअलि फुल छ त अलिअलि त झगडा गर्नै पर्यो ल गुरु कुलकै आएछ त लागि छ ओ गुरु सत्य पलाती ललो हो लाग्यो ओ जरग ए लागि छ लो ओ बुढा बुढी ते लगाई ए लाग्यो ओ गुरु सत्य गुरु आदम पट लो गुरु सत्य देवै लो गुरु चलकै गुरु भाला ए तिमीलाई ए बागा भक्ति दे ए लाग्यो अब है गिरलो ओ लाग्यो ओ दान हे गुरु हो सत्य हे नाति हे गुरु बात ए मा लागे छ सत्य ए माइ लाग्यो ओ गुरु आजा तोने पढ्दैन यानु तो कुराम बुवाले पढ्छ गरे छ लकै हजुर कै एज्यालो गुरु सत्य देव लो गुरु हो देव हे मेरो गुरुहरू सत्य देव लो गुरु हो कै घाम फिर कालीको गोमा फिर ए मधेस पहाड ए गोमी फिर लागि लो गुरु सत्य हमने नाति पलातीलाई ए पक्रे छेलाका ए लागि छ गुरु सत्य देव लो मेरो गुरुहरू तिमी नै गो यसैमा ए घुसा खसे लगे लो गुरु सत्य देव हजुर गाई मागे मुछि लागे छ गुरु बाते गल लगे ए सत्य कलमाइ सिके है गुरु सत्य कुल गुरु का बाटा सत्य है लगे लो गुरु का कलम है गुरु सत्य है गुरु बाते गुरु है गुरु सो लो गुरु निशान गुरु पनि सत्य देव हजुर का ए चलो ते त माइम लगे छलो गुरु बाते
हाँ गुरा कर मत छते कर मत हाँ गुरा कर मत ही रहा कर मत हाँ गुरा कर मत छते कर मत चोखो निष्ठा की रहा कर छो हाँ गुरा हाँ अब संकट चोखो निष्ठा बसाई ओ गुरु सत्य देवालो मेरो गुरु सत्य देव पानी को पानी देता को दूध बनाई लो गुरु सत्य मैं लाग्यो गुरु मेरो गुरुहरु दुख पिरो छ मानो मानो गुरु सत्य देवा मेरो गुरु गुरु सत्य सत्य पानी को पानी दूध को दूध बनाई खारो पिरो कुल अलि दिशा है हम गुरु जुटो पिठोलाई लागि छलो जुटो पिठो छग चोखो नितालाई लागि छलो कि चोखो निस्तो बसी चलो कहीं लगी गुरु हे गुरु हो कहेगा पानी को पानी दूध को दूध बनाए छोको लो गुरु माचे लायो हम गुरु माचे छिटिया हे मुछिकर पाछिकर सत्य देव है चेलु खेत में छाक छिट्रा कर बचो हम गुरु आगर पूजा पाठ ही है छो हम गुरु सत्य करवाई छो अच्छे छिकर हम गुरु है करवा किसान गुरु है कर छो सत्य ते कर छो हजुरको पाठ पूजा की गन हामी त बुढा बाडी छेकरमा छो सत्य त हेकरमा छो है करमा हां गुरु सत्य त हेकरमा छो है करमा साची हम गुरु सत्य देवाल जय मुक्ति है हमले जगमा आय गुरु सत्य देवाइलो आँखा देखाइ लो गुरु सत्य देवाइलो यारो मानि छलो गुरु क्षमा गरेलो गुरु सत्य देवाइलो आफ्नो भेटीहरू आउँदैछ भेटीहरू र भेटीहरू चढाइराख्नु भएको छ र जसो भकल छ भकलहरू पनि भकलको पनि भेटीहरू चढ्ने गुरु हजुरे सत्य दिन क्रमाइ छौ लागि गुरु बाँच्ने लागि छौ हे निशान गुरु हजुरकै शक्ति मेरो भक्ति क्रमाइ छ क्रमाइ छ चेतना गरेको छौ कही चल कही हो तालङैमा छौ मातै माला कोला गुरु बाँचाइ जाते देवालै गरो भगवान गुरु थापा नाकी छिजा देवा लागे ठोकोलो बातैमा मानि ठोकोलो भागा भक्ति थे गुरु बाचे गुरु बाचे थे नमलो मन्दति कहा बोलो हे गुरु सत्य थे रामलो की छाला मछाला हामी कला कहे मा घुमी फिरी गली गलो मानो छे जमाना टुटेर बाड्न तीनजनाले बाड्न उलाइदे लागि छ malo फुल चाहिँ त्यत्रो फुल भित्र भएर खैलाम ओम गुरु सत्य थे गरामा हे देव कामला तो टिका नामले त टिका ओम गुरु सत्य रे करो बाजै माला कि छोलो मानि छ गुरु सत्य दे गाली तो मा ओ गुरु मी गुरु आए भन्छ नि स गुरु सत्य कि र मालो छ वेद त वेल म छ मानि छ सगासे खसा खासे लगा मा हात बोलो बले लागि छ मालो मानि छ गलाई जोखो नि स बोलो हले भला हाले के माना यो माना हमरा मिठी दी कहलो ओम गुरु भनी माने के भकल दुटा मानो यो जा चलो गमे लगे छला है दान मनु का सदा है गुरु को सदलाई गुरु आगे गुरु यो त गुरु भकल गुरु माने मेला गाई किरे थल कमे छेवलो है गवा छले कमलो चला मान हम गुरु सत्य देगा है हो धवा थमै गो भगा भक्ति सत्य की छतो है खामै हो 2 घण्टा घुमा 3 घण्टा घुमा यहाँ सब पुऱ्याइदिएको नाति किन हान्यो
फर्के भयो त अलि गर्न अलि यता रामगाजमा पढाउने थाहा छ होला के हो दाजु मलाई के थाहा जिजु बाजेहरूको नाम छ थाहा छ बताउँदैन कसैलाई थाहा छैन जिजु बाजेको नाम हो कहीँ लानु थाहा छ कि पहिला यहाँ आएको सुन्दर हो क्या सुन्दर हो यहाँ भनिदिनु हजुर त्योभन्दा पहिलाको ऊ रहेछ वीरसिंह रहेछ कि एउटा वीरसिंह रहेछ यहाँ खोज्दा त हेलो भन त भनिदेऊ सबै सुनाइदेऊ वीरसिंह सबै सुन्न हो क्या लक्ष्मणको बा हो सुन्दर लक्ष्मणको बा सुन्दर भनिदेऊ त भनिदेऊ सुन्दर थाहा रहेछ अझै यो कुरो ठिक छ पूजा गर्नुभन्दा पहिले यो कुरो सबसे वीरसिंह हो बुझ्यौ त्यसको बाद सुन्दर रहेछ सुन्दरको कति छोरा थियो त्यो पनि छैन थाहा छैन अब लक्ष्मण हो क्या सुन्दरको चारो लक्ष्मण अब लक्ष्मणको अनि हामी सबै यहाँको जति लक्ष्मणको परिवार हो लक्ष्मणको परिवार सबै लक्ष्मणको कहाँ के भनेर याद छैन त्यो त तल्लो भयो यो त तल्ला छ नि कहाँ छ खोइ कहाँ केही त्यहाँ लेखेको किन्न हुने हो लेखेको रचना है ल सुन्दर भयो सुन्दर लेख्छु नि सुन्दरको छोरा अनि यो लक्ष्मण यहाँ हामी सबै शाखा सन्तान जति लक्ष्मणको चारवटा छोरामा मध्येमा अनि कान्छा चाहिँ उ भएको होइन हराएको चाहिँ नन्दवीर भन्ने जेठा होइन नन्दवीर जेठा खड्कबहादुर माइला भक्तबहादुर होइन यो त गम्बर सिंह हो साइला होइन साइला भक्तबहादुर कान्छा भक्तबहादुर कान्छा गम्बर सिंह होइन अनि नन्दवीर एकदम राइट हो बरु आफ्नो बाजेको यसरी खडा गरौँ न बरु आफ्नो बाजेको रामगाजीहरू बाजे गम्भीर म गम्भीर सिंहको नाति म नन्दवीर राजा हो त्यसरी भन्नु नन्दवीर राजाको नाति गम्बर सिंह हो त्यसरी हामीहरू सुन्नु दिउँ त नन्दवीरको छोरा नन्दवीरको छोराहरू चाहिँ राणा र शेरबहादुर राणा नन्दवीरको छोराहरू खड्कबहादुरको छोराहरू तुलबहादुर राणा जेठा मिनबहादुर राणा माइला बागवीर राणा साइला केशरबहादुर राणा अब गम्भीर सिंहको छोरा चाहिँ खम्बा सिंह राणा भक्तबहादुरको छैन अब यहाँ अब हुकुम सिंहको छोराहरू सबै थाहा पाउनु भयो आफ्नो बाजेहरू अनि साइला धनबहादुर राणा अनि काइला खड्कबहादुर राणा पाँच भाइ निक्ल्यो हुकुम सिंह राणा शेरबहादुरको छोरा चाहिँ एउटा चित्रबहादुर राणा बहादुर राणाको छोरा चारवटा दाजुभाइ पछि हामी यसरी फुट्यो हामी पाँचवटा हो चारवटा हो हामी यसरी फुट्यो बाजे एउटै हो सोमबहादुर अनि बागवीरको छोरीहरू मात्रै होइन केशरबहादुरको रुद्रबहादुर र ठानबहादुर होइन अनि त कता खै यति हो ठानबहादुरको बाउको नाम थाहा भयो बाउको नाम थाहा अरे हामीले यता गर्ने त 6-4-5 पुस्ता त भइसकेको छ हाम्रो पूजा हाम्रो कुल पूजा सम्पन्न भयो अब लास्टमा धुपधुवार पनि भयो बलिउली भयो लास्ट पूजा लास्ट पण्डितजी हाम्रो पकाउने उता भएको छ
अब चियाहरू बलिबुली सब भयो पूजा सम्पन्न भयो र पूजा राम्रोसित भयो अब 3 वर्षपछि होला सायद कहिले 3 वर्ष या कहिले हो थाहा छैन पूजा सम्पन्न भयो भयो कुत्तालाई नि भयो